हेलो गाइज, आज कति राम्रो दिन। ल सँगै कस्को सपिङ गर्न जाउँ है त। यो कस्कोमा पार्किङ पाउन पनि कति गाह्रो छ। ल फाइनल पार्किङ पनि भेटियो। अब जाउँ है त। ल के भेटिन्छ कस्कोतिर हेड गरौँ। फाइनली एउटा ट्रली मात्रै बाँकी थियो। के हो यो छिर्दा छिर्दै जुसर रहेछ। इट लुक्स भेरी क्युट। $2.99 $100 अफ। इट्स अ गुड डिल है। अब यो सिडनीको चिसो चिसो मौसममा तातो तातो सिरकहरू 79.99। अनि यता अर्को भेराइटी पनि छ 69.99। हेर्नु न गाइज कति क्युट। ओ माई गॉड, सच अ क्युट ब्ल्याङ्केट्स। तर मैले लिएन। 12.99। कति धेरै छ घरमा ब्ल्याङ्केट अलरेडी। अनि यता डाइसन पनि सेलमा लागेको छ। $200 अफ छ 549 सो मेनी अफ देम। लुक एट द्याट। ल हेर्नु यो घरमा लगेर स्वाई पोछा लाउन कति रमाइलो हुन्छ तातो बाफले। मसँग त अलरेडी छ। 169.99 सेल लागेको छ। इट्स अ ग्रेट डिल है गाइज। चाहिएको भए लिइहाल्नु। इट्स अ भेरी गुड इन्भेस्टमेन्ट। घर सफा हुन्छ। अनि यहाँ यता निन्जा को यो मिक्सर अनि यसमा चाहिँ फुड प्रोसेसर पनि आउँदो रहेछ। मैले लिँदा चाहिँ यस्तो थिएन। मेरोमा चाहिँ मिक्सर मात्रै छ। बट इट्स अ भेरी गुड है, भेरी गुड इन्भेस्टमेन्ट। मैले चाहिँ लिइसकेको छु। फुड प्रोसेसर नभए पनि इट्स अ गुड डिल। यता अलिअलि प्यानहरू रहेछ। ओहो, म त यता हेर्दै हेर्दिनँ। धेरै प्यान छ घरभरि। ल हेर्नु न गाइस, यस्तो पुमाको जुत्ता जम्मा 34.98 ल जाउँ अलिअलि भेजी पनि किनौँ। यो किवी 14.48 थियो है। इट्स अ गुड डिल। ब्रेड लिनु पनि थियो। छोरीहरूको स्कुलमा ब्रेड पठाउने भन्दा अरू केही अप्सन भेट्दैन म त। ल यसो 2टा ब्रेड हालिहालेँ है त मैले। अरू यता हेर्दै जाउँ। केही पनि चाहिएको छैन मलाई। भेजी सपमै जानु ठिक हुन्छ। यहाँबाट भेजी किन्नु भन्दा त। मलाई चाहिँ अन्डा चाहिएको थियो। अन्डा लिएर जानुपर्ने थियो। यसो प्रोटिन इन्टेकको लागि चाहिहाल्यो नि होइन। यसो ट्राई गर्दैछु। ल एउटा यहीँ केज फ्रीवाला हरियो स्टिकरवाला हालेँ मैले। 14.99 थियो यसको चाहिँ। यहाँको जुस साह्रै मिठो हुन्छ। यो कोस्को योवाला जुस फ्रेस विथ पल्प्स। अनि यता पेपर टावल पनि सेलमा लागेको रहेछ है गाइस। 27.99 इट्स अ गुड डिल। ल है कसैलाई कपडा धुने सर्फ चाहिएको छ भने पनि डिलमा रहेछ 51.9। ओ माई गज, आजको बेस्ट डिल। चामल 20 kg 42.99। ल म त हिँडेँ। यति नै हो आजको लागि। ल कति भएछ हेरौँ है त। कति पे गरेँ मैले, कति भन्दाखेरि 139.92। वाउ, यतिलाई। ल अब घरतिर लागेँ। बाई, सी यू।